नमस्ते सबैलाई म सबिना थाल म अस्ट्रेलियाबाट अहिले and we are really honored to have you all here for this event. यस्तो जाडो मौसममा एकछिन भए नि सुतौँ लागे टाइममा त्यत्रो इच्छा छोडेर बिहानै पाल्नु त्यसको लागि एकदम कृतज्ञता छौँ हामी अनि जति नै हाम्रो सभापतिहरू चिफ गेस्टहरू पाल्नु भएको छ र अरू सबैलाई एकदम धेरै धन्यवाद छ यो म्युजिक भिडियो हेर्दा चाहिँ आज मैले पनि फर्स्ट टाइम हेरेँ एकदम चित्त पनि दुख्यो एकदम टाइटलले भने जस्तो रहर जस्तो सँगै बाध्यता एकदमै रहर लाग्थ्यो पहिला विदेश जानलाई कहिले जानु जस्तो फर्केर आउनु भने जस्तो अब अहिले कहिले घर आउने अब फर्केर गएपछि कहिले जाने नेक्स्ट टाइम नेपाल हुन्छ त्यस्तै रहरसँगै बाध्यता पनि सब बच्चा बुच्ची हुर्क्यो अब अहिले त रहर हुन बाध्यतै छ त्यो जस्तो अर्को चाहिँ के भन्न चाहन्छु भने हाम्रो सबै टिमलाई चाहिँ एकदम धेरै धन्यवाद यस्तो चाडबाडको मौसममा पनि यत्रो टाइममा उहाँहरूले दिनरात नभनिकन सुटिङ गरेर छोटो समयमा यति छिटो फिनिसिङ गर्नुभयो अनि यति प्रिमियर गर्नलाई यति छोटो टाइममा हामीले सकेका छौँ त्यसको लागि चाहिँ ह्याट्स अफ टु अल द टिम एकदम राम्रो काम गर्नुभएको छ म्युजिक भिडियोदेखि लिएर हरेक कलाकार एभ्रिबडी एकदमै ह्याट्स अफ अर्को कुरा चाहिँ के भन्नु सबैजनाले टिकटकदेखि लिएर सोसियल मिडियाको एकदम धेरै हात छ यो चलाउनको लागि भने जस्तै सबैजनाले एकदम हेल्प गरिदिनु होला अर्को एज अ प्रड्युसर म के भन्न चाहन्छु भने हो टिकटक सोसियल मिडिया अरू चिजले चाहिँ एकदम प्रोत्साहन गर्छ र अर्को कुरा चाहिँ भने हामी चाहिँ जति नै पैसा उठ्छ के कति हुन्छ त्यो चाहिँ अलिकति भए पनि च्यारिटीलाई डोनेसन गर्नेवाला छौँ त्यही भएर प्लिज यसको लागि चाहिँ सबैजना मिलेर हेल्प गरौँ होला अनि अर्को कुरा वी डु ओपनली वेलकम अल द फिडब्याक सबैलाई राम्रो लाग्छ भन्ने छैन हामीले पहिला ट्राई गरेको राम्रो लाग्छ लाग्दैन यो हजुरहरूको हातमा छ तर फिडब्याक जस्तो सुकै दिए पनि वी रियली एप्रिसिएट द्याट अब यति त के भन्नु खासै बानी छैन अगाडि पनि हात डोराइरहेको छ तर स्टिल प्लिज सबैजनाले हेल्प गरिदिनु होला अर्को कुरा आर्टिस्टको कुरा अरूलाई त म खासै पर्सनली चिन्दिनँ पनि तर कतिजना नयाँ अनुहार देख्यो रमाइलो लागिरहेछ जय किशन बस्नेतको झन् अब डाइलेक्ट त झन् कति यादै छ उहाँको इङ्ग्लिस बोल भन्ने डाइलेक्ट त हामी दिदीबहिनी त्यही भनिरहन्छौँ खालि आइसुकी के थियो एउटा त्यस्तै एकदम रमाइलो लागेको छ कलाकार अर्को मैले पर्सनली चिनेको विशाल केसीलाई पनि के भन्न चाहन्छु नि उहाँले नेपालमा हुँदा पनि कति सोसियल वर्कदेखि लिएर कलाकारितामा लागिरहनु भएको थियो उहाँ अस्ट्रेलियामा पनि यतिकै हो सोसियल वर्क पनि त्यतिकै गरिरहनुहुन्छ उहाँ पनि अब प्रोग्रामहरू पनि के कस्तो गर्नुपर्ने छ उहाँ सधैँ नम्बर 1 कुनै पनि इभेन्ट हुन लागेको छ भने एज अ आर्टिस्ट अब एज अ प्रोग्रामर विशाल केसीको नाम जहिले पनि आउँछ विदेशमा बसे पनि उहाँले नेपाली चाडबाड आफ्नो मौलिकता बिर्सिनु भएको छैन रिसेन्टली अस्ति अब नेपाल आउनुभन्दा अगाडि उहाँले लाखे डान्स गरेर नेपालीहरूलाई एकदमै रमाइलो गर्नुभएको थियो आफ्नो कल्चरलाई चाहिँ उहाँ पनि झल्काएर सबैलाई रमाइलो गर्नुभएको थियो अब अहिले यति नै भन्न चाहेँ सबैजना